यो समुद्र साइडमा यहाँ दुईजना जलपरीहरू हाम्रो भाइको युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। माछा मरेर रहेछ यार गाइस। So, alright everyone, hello and lots of people, welcome back to my YouTube channel. I hope you continue upon it, then fit and fine too. Guys, म चाहिँ यो रोडको बिचतिर हिँडिरहेको छु है। अनि म चाहिँ समुद्रमा आइसकेँ। समुद्र साइडमा केटाहरू सम्झीहरू आएको छ हैन। सम्झीहरूलाई भेट्न जाँदैछु। रोड क्रस गर्दै भनेको यार गाडी यति आउँछ कि यहाँ हैन, यति आउँछ कि गर्मी यस्तो भइरहेछ अहिले। दुई कति बज्यो होला यार, लास्टै घाम भइरहेछ क्या। देख्न सक्नुहुन्छ यताको माहौल यस्तो छ गाइस। यस्तो घाम छ गाइस यार कुवेतको। सो अनि गाइस मैले चाहिँ भिडियो नहालेको धेरै भएको थियो है। धेरै नै भएको थियो। मेरो चाहिँ यता खाडी आउने प्रोसेस भइरहेको थियो, त्यही भएर चाहिँ मैले भिडियो सिडियो नहाले। यस्तो घाम छ यार, छ हरियाली, साइडमा हरियाली छ न त है, तर यस्तो गर्मी त बवालै छ। चप्पलमा आएर सुकेर हो, चप्पलमा चस्मा लगाउन चाहिँ अड लाग्छ, तैपनि गर्मी छ, आँखा खोल्न नसक्ने गर्मी छ। त्यही भएर मैले लाउनु पर्यो हुन्छ गाइस। अनि लाज पनि लागिरहेछ केटा हो, धेरै पछि भ्लग बनाउँदा अनि सुनसान जग्गातिर चाहिँ ठाउँतिर चाहिँ बनाइरहेको छु मैले। जस्तै केटाहरू चाहिँ अलिक माथि रहेछ, हिँडेर आएको 10 मिनट भयो। अरे झ्याउै छ यार, हिँड्नु चाहिँ लास्टै झ्याउ छ यार। 5-10 मिनट हिँड्नु पर्यो कि। अब मेरो चाहिँ के पनि प्रोसेस भएको छैन अहिलेसम्म, ड्युटी सुरु भएको छैन, प्रोसेसहरू हुँदैछ है। त्यो प्रोसेस पछि म भिडियो बनाउँछु, भिडियो हाल्ने ट्राई गर्छु यार। मलाई लाज लागिरहेको छ, लास्टै लाज लागिरहेको छ धेरै। पछि ब्लग बनाएर यसरी कहिले पब्लिकमा यसरी हिँडेको थिएन, हल्का लाज लागिरहेको छ। अनि हरियाली छ यार ठाउँ त है, हल्का फुल्का। अनि यो माइकको पनि टेस्ट हुँदैछ है, कस्तो आइरहेछ कमेन्ट गरिदिनु होला गाइस। जति पनि हेर्दै हुनुहुन्छ, यस्तो गर्मीमा हिँडिरहेको छु, पसिना चुहिरहेको छु, कहाँबाट पसिना चुहिरहेको छु है गाइस, भनिदिनु होला। ट्याक्टरै भयो यार, केटाहरू फोन गरिन्छ यार कहाँ आइपुग्यो भनेर। पुग्न लाग्यो, अलिकति टाढो छ, अलिकति नजिक छ, अलिकति माथि आएको क्या हामी। त्यही भएर ढोका टाइम लाग्थ्यो यार। यस्तो दरबार जस्तो घर छ यार है, दरबार लाग्यो। दरबार जस्तो छैन अरे केटा हो, कमेन्ट गर। अनि केटाहरू बसिरह होला मस्त यार। केटाहरू चाहिँ अनि कति 70 किलोमिटर अल्जारा भन्ने ठाउँतिरबाट आएको हो नि त। म चाहिँ यही हो, पनि केटाहरू नआएसम्म म ननिस्किने भनेको। केटाहरू आएर 10-15 मिनट भइसक्यो, पौडी खेल्नुपर्छ अरे भनेर। केटाहरू गाडीको मान्छेहरूले सबले मलाई हेरेको छ, त्यही पनि बाल छैन। मलाई अझै कन्फिडेन्ट आउँदैछ गाइस भ्लग बनाउन होइन। ठिक छ, अब आइपुग्ला, 2 मिनटमा आइपुग्छ गाइस। अनि यसो केटाहरूलाई देखाएपछि हामी म देखाउँछु केटाहरू भेटेपछि है त। हामी कुवेतमा कोक खाँदैछु गाइस। सम्झी के छ, यता छ सम्झीहरू अहिले कोक खाइरहेको छु यार, मजा आइरहेछ शीतलमा बसेर। सम्झीले मेरो लाउने भइसक्यो यार कुवेतमा के गर्ने। सो गाइस हामी चाहिँ अब खाजा खाएर चट्ट सी साइडतिर लाग्दैछौँ। 3जना टोली अगाडि छ, यता छ 3जना पछाडि छ, म यता छु। घाम चाहिँ बवाल लागिरहेछ है, यस्तो गाह्रो त पोलिरहेछ यार। गर्मी चाहिँ लास्ट गर्मी छ। यता छ छुट्टै भाइब, सारा हावा। अनि अब सम्झी पौडी खेल्ने नि त, स्विमिङ गर्न आउँछ नि सम्झी। ठोस्ने खोलामा हानेको स्विमिङ अब यहाँ देखाउनु पर्यो गाइस है।
तर्स्यो सम्झे फेरि समुद्र देख्ने बित्तिकै सम्झे म आइपुग्यो भन्ने म त साइको हुन्छु ए कति यसो हेर्छु 30 किलोमिटर देखाएर त कहाँ चाहिँ यस्तो सालमियातिर पो सम्झे ठिक छ समुद्र छ नि त्यहाँबाट सम्झे आज चाहिँ फ्राइडे हो त्यही भएर मान्छेहरू टन्नै रहेछ पार्कमा हाम्रो त सेकेन्ड टाइम हो यो अस्ति आउँदा चाहिँ हामीले टिकटक मात्र बनाएको थियो अहिले चाहिँ म यसो भ्लग बनाउने ट्राइमा छु तर गाह्रो लाज लागिरहेछ मलाई भ्लग बनाउन ऊ त्यहाँ चटपटे देखा जस्तो लाग्यो मलाई पनि चटपटे हो कि यहाँ छ बोट अनि यता छ क्रिकेट खेल्नेहरू साइडको एरियामा जहाज हो तर त्यो समुद्रको बिचमा कसरी त्यो गाडी चाहिँ के चाहिँ त्यो बारीको त्यो घर त्यो हुन्छ नि जमिन मुनिबाट निकाल्छ जमिन मुनि अनि रोड बनाइदिन्छ भनेपछि कस्तो होला त अनि बनाउँछ नि कुनको देशतिर छ क्या ठुल्ठुलो कन्ट्री खोइ त्यो प्लान होला जान मिल्दैन होला क्या हामी चाहिँ यता वासरुमतिर आएको क्या केटाहरूलाई सुसु लाग्यो रे पसिना भन्नुहुन्छ भने यस्तरी पुसिरहेको यस्तो झरिरहेछ नि राम 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 ओ माई गड सम्झी पसिना भर्खर बगिरहेछ होइन यति पसिना बगाएको भए त मैले के गर्थेँ होला यार साथी गर्मी कति बज्यो सम्झी फाइल देख्न सक्नुहुन्छ गाइज हामी चाहिँ अहिले यो समुद्र साइडमा यहाँ दुईजना जलपरीहरू पौडी खेलिरहेको छ भिडियो बनाइरहेछ हामी यताबाट हेरिरहेछौँ यस्तो घाम लागिरहेछ यार गाइज यस्तो घाम छ अब केटा स्विमिङ खेल्ने भनेर विचार गरिरहेछ केटा हो अब स्विमिङ गर्ने हो कि के गर्ने हो यता चाहिँ अलिकति उता त खेलिरहेछ क्या पुरै जलपरीहरू जलपरी गरेको रे सोध्या पहिला चाहिँ पानी यहाँतिरसम्म आउँछ भने अहिले चाहिँ यहाँसम्म छ गाइज लुक एट द भ्यू यो चाहिँ बोर्ड हो म पनि समुद्रतिर छिर्दैछु गाइज पौडी खेल्ने भन्दा चाहिँ केटाहरू यो चाहिँ सेकेन्ड टाइम हो गाइज हाम्रो यहाँ छ अलिक तल भन्दा यता छ माछा मारिरहेको छ ए माछा मार्ने तारगा सिजेको हो रे तारगा माछा मर्रा रहेछ त यार गाइज ओ देश तारगा माछा निज चट्टालाई बुलुङ चाहिँ काँक्रे चाहिँ चट्टालाई काँक्रे चाहिँ सो अनि त्यो हो आजको 4:30 भइसक्यो अब हल्का फुल्का रमाइलो गर्छ होला अनि त्यसपछि हामी लाग्नु पर्ने हुन्छ दाइ मेरो भ्लगमा स्वागत छ के भन्न चाहनुहुन्छ हाम्रो भाइको युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला अनि भिडियो के कस्तो छ राम्रो प्रतिक्रिया नराम्रो प्रतिक्रिया भएको कमेन्ट गर्न सक्नुहुन्छ तपाईहरुले अब यो भन्दा त मैले के भन्नु धन्यवाद दाइ सो अनि धेरै पछि भ्लग बनाएर होला कस्तो अड फिल भइरहेछ समुद्रमा गाइज अब एकछिनमा अब देखाउँछ तपाईँहरूलाई I have a dream, that's all I need. I'll make it happen with some work and belief. Know what I want, so I'll take it on. I've made mistakes, but mistakes make you strong. Let's break it down for a minute. I want the crown, I'm gon' get it. You hear me loud, man, I'm winning. Yeah, Charlie Sheen will be grinning. These ladies know that I'm sinning, and this is
just the beginning. I'm closing in the ninth inning, there ain't no point in resisting. Living life like a dream, live it right, that's the thing. Every night got a team, I've been tied to the scene. Out on stage, hear them scream, okay, it's a dream. And I pray as a team, one day it'll be me. If I want it, then I get it. Head down, don't regret it. Push myself to the limit. If I play it, then I win it. I'm just saying, I'm just living for today. For a minute, I don't stay, I just visit. Have no shame, I admit it. Looking right at me to see if I succeed, to see if I believe. They're looking up to me. They want the best of me now, best of me now, best of me now, best of me. They want the best of me now, best of me now, best of me now, best of me. They want the best of me now. Swear to God, man, I'ma make it soon. Silence all the haters as they see us making moves. I do what I want, so I got nothing to prove. Staying motivated, teaching others what to do. I'm staying focused, my mind is open. They start to notice that I'm in motion. There is no potion, you're not just chosen. It takes devotion to stay composed, man. Never stop, there ain't no time to fall. Try to live, get it up, you got one life to pop. Thinking big. सो गाइज आजको भिडियो यति नै भन्दै आजको भिडियो अब इन गर्नुपर्ने हुन्छ है। सो अनि आजको भिडियो के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला, मन पर्यो भने लाइक शेयर कमेन्ट सब्स्क्राइब गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर राख्नु होला है त। अब नेक्स्ट भिडियोमा भेटौँला। नेक्स्ट भिडियो आउनलाई अलिकति टाइम नै लाग्छ। सो अहिले चाहिँ मैले माइक भोइस अलि प्रब्लम भएर मैले अहिले रेकर्ड गरेर हालिरहेको छु है। सो त्यति भन्दै आजको भिडियोलाई इन गरौँ।